गुड मर्निङ। खाना खानु पर्यो, भोक लागिसक्यो। के छ सबैजनाको हालखबर? अब म ठ्याक्कै 10 बजे छ अहिले। जुस खानु मिठो भएको छ। म त जुसको त्यो अलिकति बाक्लो आउँछ नि बुझ्यो, त्यो पनि मनपर्छ। मिठो भएको छ, कस्तो मिठो भएको। 100 रुपियाँ केजी हो यो। अहिले महँगो भइसक्यो, आज 110 रुपियाँ। आज 110 भयो। अब सिजन गयो कि अब महँगो हुन्छ। पहिला हामी चुकुन्दरको रस खान्थ्यो नि यस्तै। यसमा हाल्नु मिल्छ होला कि मिल्दैन होला? मिल्छ, किन नमिल्ने? कलर फरक पर्छ। एक गाजर एक चुकुन्दर राखिदिए पनि मिठो हुन्छ। हिजो मैले त्यो जुस खाएन नि, खाना खानु सुरु गरिहालेँ, जुस छुट्योपछि फेरि खानु मन लागेन, त्यस्तै भयो के। पहिले म के सुरु गरौँ, साग चाहिँ थोरै खान्छु। त्यो सबै मलाई राख्यो, मलाई बढी हुन्छ बुझ्यो साग। मलाई टोफु खानु पर्छ जसले। आज टोफु हामीले स्टिम गरेको। सियो स्टिम हो। तरकारी पनि स्टिमै हो, साग पनि स्टिमै हो। कति मान्छेले टोफुको रेसिपी सोधिरहेको छ कि साथीहरू बहिनीहरू। म चाहिँ त्यस्तो केही पनि गर्दिनँ। अस्ति मैले त्यो हजुरले क्याप्सिकमहरू राखेको देख्नु भएको छ नि, पहिले कुकरमा थोरै हल्का घिउ राख्छु, थोरै घिउ, टोफु राखिदिन्छु, हल्का टोफुलाई हल्का एकछिन पाक्न दिन्छु, मात्रै गर्नुपर्छ, त्यो निकालिदिन्छु। अनि त्यो पछि मैले डिफ्रेन्ट कलरको क्याप्सिकम, गाजर, चुकन्दर त्यसमा राखिदिन्छु। त्यो पानीबाट यसो निकाल्दाखेरि राख्दाखेरि अलिकति पानीको छिटा पनि जान्छ नि, त्यति पनि राख्छु। त्यसलाई फेरि बन्द गरिदिन्छु म, होइन, गर्ने बित्तिकै बन्द गरिदिन्छु। त्योपछि निकालेर तर खान्छ, त्यसले त्यो तरकारीको कलर पनि जाँदैन र त्यो मिठो हुन्छ के। तल अलिकति टोफु चाहिँ अलिकति तल लाग्छ, त्यसलाई चाहिँ बिस्तारै निकाल्नु। जो चाहिँ हाम्रो बारीको पिरानो हो कि, निकाल्दै खाइरहेको छौँ हामीले अहिले। एकैचोटि निकालेको छैन, निकाल्दै खाइरहेको छु कि। खायो हजुर रोटी खाने? आधा खाने कि पुरै खाने? आधा। चाहिँ मैले हिजो पनि हजुरले देखाएको थिएँ नि, यो मासको रोटी हो कि साथीहरू। यहाँ राखिदियो। मासको दाललाई भिजाउने, त्यसको छिल्काहरू निकाल्ने, अनि त्यो पछि रातो खुर्सानी दिनु न। आलु खुर्सानी मैले केमा पनि छैन। अब सिद्धिनी लाग्यो साथीहरू। हस्बेन्ड त्यति खानुहुन्न कि खुर्सानी, मै हो अलिअलि खुर्सानी खाने। त्यो पनि खानामा भन्दा पनि मलाई यस्तै खुर्सानी मनपर्छ कि जति चाहिन्छ त्यति मात्रै। यो मेरो हो प्याज। ओ माई गड, यस्तो मिठो आयो। मुङको दाल ल्याउनु पर्ने छ कि, मुङको दालको
हामीले त्यहाँ हिन्दू चोकतिर मासको भाडा खान जान्छौँ नि त्यस्तै हो उनीहरूको अलि धेरै तेलमा बनाएको हुन्छ हामीले चाहिँ रोटी जस्तो कस्तो मजाले पाकेको छैन जति पुरानो भयो त्यति राम्रो फुल्छ कि यो फर्मेन्टेसन भएपछि फुल्छ नि त मिठो हुन्छ हामीले खानुभयो यो दही हो क्या साथीहरू यो अच्छा दुध लाग्ला फेरि दुध गिलासको साइज चाहिँ कति रहेछ सानो चिटिक्क खै कहाँबाट आयो यो गिलास मलाई यादै भएन यसो सानो छ कि पुरै रोटी सिधाउँ कि भुजा सिधाउँ भन्ने मनलाई यति मात्रै खानेमा ठ्याक्क नापेर खाँदा होस् यो भुजा खान मन लाग्यो तातो तपाईँलाई तिमीलाई अरू बुझा जान्छ बढी हुन्छ मलाई त साग छ यो दाल एक कोचा पुरा भएको छ आज दही नखाने कि खाने अस्ति मैले उसमा हेरेको थिएँ कि दही खानु हुँदैन खानासँग भन्दै थिएँ कि सानदेखि खाएको हामीले त है फुल अफ ब्याक्टेरिया हुन्छ यहाँ खाऊ भन्छ खै के हो अब हामीले चाहिँ सानदेखि खाएको आजभोलि के भन्छ या त्यसले गर्दा पिरो हालेर मजाले अनि खानु भन्न त दालमा नहालेर खाऊ पाक्नु दालमा चाहिँ अस्तिदेखि मैले क्या हामी त सानोदेखि खाने हो दाल र त्यो भने हामी सानोदेखि खाने हो नि त त्यो त अब पिरो भएपछि त न खानुमा ध्यान दिनु पऱ्यो दही र यो मिठो हुन्छ मिठो छ दही त मिठो हुन्छ दहीमा